अनि त्यसपछि भेन्ट क्लोज गर्ने अनि यो स्क्रु चाहिँ खास आफै भाँचिन्छ टाइपको स्क्रु इन केस अफ एक्सिडेन्ट यो चाहिँ आफै भाँचिन्छ प्लस यसको सेफ्टीको कुरा गर्नुपर्दा चाहिँ यसमा चाहिँ ग्रेन्स अफ इम्पेक्ट टाइपको बनाएको हुन्छ जसमा चाहिँ लड्दाखेरि यो रोल अफ प्लस यसमा दुईवटा अघि भने नि AMS स्क्वायर प्लस सिस्टम हुन्छ फुल फर्म के हो त्यो भनेको चाहिँ आइरो मल्टी एक्सन सेफ्टी सिस्टम हो याद रहेछ सेलमा चाहिँ भित्र चाहिँ कस्तो हुन्छ भने दुईटा लेयरको बिचमा एउटा EPS हुन्छ एउटा EPP हुन्छ एउटा चाहिँ रोलिङ रेसिस्टेन्ट हुन्छ नि अर्को चाहिँ ड्याम्पिङ कन्ट्रोल दिन्छ त्यसले चाहिँ हैन सो यसमा चाहिँ दुईटा रोल अफ पनि हुन्छ ड्याम्पिङ पनि प्रायः जस्तो हेर्दा चाहिँ कि चाहिँ रोल अफ हुन्छ कि त ड्याम्पिङ मात्र हुन्छ यसमा चाहिँ बोथ हुन्छ यसको लाइनिङ चाहिँ कम्प्लिटली म्याग्नेटिक हुन्छ सो इजी क्लियर अफ हुने भयो यो चाहिँ कम्प्लिटली म्याग्नेटिक हुन्छ यसो झिक्यो पापा तर मलाई चाहिँ सेट हुन्छ यो चाहिँ अलिक कम छ यो 2 छ अनि यो अझ कम छ यो चाहिँ कति छ सर 180 190 180 सेम हो यसमा पनि यो म्याग्नेटिक नै हुन्छ सबै कुरा सेम हो जस्ट यो चाहिँ स्पेशल एडिसन भयो अनि यसको चाहिँ यो लाइनरहरू सबै एन्टिब्याक्टेरियल हुन्छ हाम्रो पैसाले फङ्गस पनि हुन्छ नि यसमा चाहिँ हुँदैन